प्रहारेण दैत्योत्पत्ति समम प्रिय। दैत्य उत्पत्ति भएर सबै प्रजाहरूलाई दुःख दिन लाग्यो। सबै प्रजाहरूलाई जसले स्तनलाई या दैत्यको आगमनमा रोक लगाउँछ त्यसलाई यही खड्गले टुक्रा टुक्रा पारिदिनेछ। एक ऋषि अनि ऋषि पुत्री रही बस्ने गर्दै रहेछ। कहाँ छन् तिनीहरू? सुशोभनं यथा देहि सौगम्यं पुष्पवर्धनम् निवेदितं मया योगी प्रताडित समाप्रभः। ए भाइ देखिया छ? यो वनबाट आएको बाँसो जस्तो छ। यो वनको कुनै स्थानमा एक ऋषि र ऋषि पुत्री छन्। कहाँ हो तिनीहरूको कुटी? आफै खोज्दैछ कहाँ छ? यति सुन्दर कन्या यो वनमा इनको सुगन्ध वनस्पतिको सुगन्ध चाहिँ कन्या, हे सुन्दर कन्या, सुस्त बालो यथा कृष्ण वगाधा वृत्य मे वचः आरोग्यम ऋषिमात्रेण तपोधन यथा कृपा। तपस्या गरेर बस्नुभएको ऋषि समाधिमा हुनुहुन्थ्यो, आँखा चिम्लेर बस्नुभएको। अनि दैत्यले सोच्यो यो कन्यालाई आक्रमण गर्नुभन्दा पहिला यो ऋषिलाई फकाउनु पर्यो, यसलाई भन्नु पर्यो तेरो कन्या मलाई दे भनेर यसकोसँग भन्छु भनेर ऋषिलाई ढाङ्गल झुङ्गल गर्न थाल्यो, ऋषिलाई उठाउने प्रयत्न गर्न थाल्यो। ऋषि